अनि ल हेलो गाइज ल हामी चाहिँ लुम्बिनी आइसक्यो यो लुम्बिनीको यहाँ चाहिँ यो चाहिँ फर्स्ट मन्दिर यो चाहिँ म्यानमारको लागि बनाएको मन्दिर ल पहिला चाहिँ फोटो खिचौँ यो चाहिँ म्यानमारको मन्दिर रहेछ यो चाहिँ ल हेलो गाइस ल हामी चाहिँ अब यो चाहिँ म्यानमारको मन्दिर अलरेडी यहाँ हेरिसक्यो यहाँ धेरै मन्दिरहरू जानु छ यहाँ चाहिँ र यहाँ भित्र आउँदाखेरि चाहिँ वकिङ गरेर आउन चाहिँ ढिलो हुन्छ त्यही भएर हामीले चाहिँ यो काइन्ड अफ टुकटुक टाइपको दुईटा टुकटुक हायर गरेर यहाँ घुम्न आएको छौँ र यहाँ चाहिँ डिफ्रेन्ट कन्ट्रीले कन्ट्रिब्युट गरेर डिफ्रेन्ट मन्दिरहरू बनाएको रहेछ र यो मन्दिर चाहिँ अलरेडी मैले देखाइसकेँ यो हो म्यानमारको मन्दिर लुक एट हियर अब हामी चाहिँ अर्को ठाउँमा जान्छौँ ल जाऊँ कताबाट यतैबाट हो ए ल अर्को मन्दिर जाने अब यहाँ त धेरै छ नि मन्दिरहरू बाहिरबाट हो हाम्रो दाइ चाहिँ यहाँको एकछिनको लागि ल गाइस ल मलाई देऊ त्यो यहाँ ल्याऊ कहिले ल्याऊ न मलाई केही हुँदैन ठिकै छ डोन्ट वरी ल हामी चाहिँ अर्को मन्दिर जाँदैछौँ यहाँ चाहिँ हामी चाहिँ दुईवटा टुकटुक चाहिँ हायर गरेर अब यहाँ जाँदैछौँ अर्को मन्दिर लुक एट हियर यो चाहिँ नेपालको मन्दिर होइन त दाइ ल हामी चाहिँ अब चाहिँ नेपालको मन्दिरमा आउँदैछौँ नेपालले बनाएको आफ्नै देशको मन्दिर लुम्बिनी ल यहाँबाट हामी यहाँबाट छिर्दैछौँ यो चाहिँ नेपालको मन्दिर सबै मन्दिर नेपालकै हो तर चाहिँ यो चाहिँ नेपालको कन्ट्रिब्युट गरेको मन्दिर ए गौतम बुद्धको यहाँ मूर्ति रहेछ गौतम बुद्धको मन्दिर ल मलाई फोटो खिचिदिनु है ल यहाँ आउँदैछौँ सबैजना कृपया जुत्ता चप्पल फुकाली भित्र जानु होला भित्र चाहिँ यहाँ लुम्बिनीको यो नेपालको लुम्बिनी मन्दिरको यहाँ सबै यहाँ गौतम बुद्धको यहाँ भगवान बुद्ध माता मायादेवी बुद्धको दोस्रो माता गौतमी यो चाहिँ मन्दिर चाहिँ एक्ज्याक्टली उसको जस्तो रहेछ उता बौद्धको छ नि त्यहाँको जस्तो रहेछ हामी स्वयम्भूको मन्दिर भनौँ न यहाँ चाहिँ फोटोग्राफ हुँदैछ फोटो सेसन ल यहाँ भित्र बस्यो टुकटुकमा हामी चाहिँ अर्को मन्दिरमा जान्छौँ त्यसपछि है त गाइज ओलिभर पनि यहाँ इन्जोय गरिरहेछ यहाँनिर रिया म चाहिँ यहाँ छु टुकटुकमा किन यो हिँडेर त असम्भवै छ है अनि
यहाँ केही हेर्ने केही पनि होइन रहेछ है यहीँबाट हेर्नु बाटो एकछिन त्यहाँ उस्तो रहेछ बाटो रहेछ ए ठिक रहेछ लोखाकै ठिक पुरै लगाएकै ठिक रहेछ है यसरी ट्याक्क आउने होइन घुम्के ट्याक्क होइन धुलो पनि अड्किँदो रहेछ नि त अनि हेर न अब म हेर हेलो गाइस ल हामी चाहिँ यहाँ कम्बोडियाको यो अर्को टेम्पलमा आइपुग्यौँ ल यहाँ चाहिँ कम्बोडियाको टेम्पल अनि यो गेट पनि कस्तो राम्रो बनाएको क्या गेट पनि राम्रो बनाएको रहेछ लोकेट हियर यो चाहिँ ठुलो एरियामा फैलिएको रहेछ ल अर्को ठाउँमा पो लिएर गएको छ सँगै आउने भने होइन त अनि हेलो दाई खै त तिनीहरू आएको सँगै आउने भने होइन त एकचोटि फोन गर्नु त यहाँ आउनु भनेर कम्बोडिया ल जाउँ खतरा भन वेयर इज माई मोबाइल रिया ए त्यो ब्याग चाहिँ मलाई देऊ अहिले फेरि के अन्त फोटो खिच्ने बेला तिमी बोक ल हामी हेलो गाइस ल हामी चाहिँ यहाँ चाहिँ कम्बोडियाको यहाँ टेम्पलभित्र जाँदैछौँ यहाँ चाहिँ मान्छेहरू चाहिँ टक्क ल यहाँ चाहिँ टेम्पल चाहिँ ठुलो रहेछ लोकेट हियर कम्बोडियाको टेम्पल ओ माई गॉड क्या दामी रहेछ ल सर हेरौँ कस्तो हुन्छ यहाँ टेम्पल यो टेम्पलभित्र चाहिँ जानको लागि चाहिँ कृपया यो चाहिँ जुत्ता फुकालेर जानु पर्दो रहेछ यो चाहिँ टेम्पल चाहिँ लास्ट ठुलो रहेछ ल कहाँबाट छिर्ने हो यो यो टेम्पल चाहिँ यहाँको त टेम्पल चाहिँ ठुलो रहेछ यहाँ मन्दिरभित्र पनि पुरै रहेछ जुत्ता जुत्ता खोलेर बाहिरबाट जुत्ता नट एलाउड भनेछ नि यो चाहिँ कम्बोडियाको टेम्पल चाहिँ ठुलो रहेछ ल चाहिँ भित्र रहेछ टेम्पल लोकेट हियर यो चाहिँ गौतम बुद्ध ठुलो रहेछ है रिजन कहाँ गयो त केटाकेटीहरू फोटो खिच्नु पर्यो ल जाउँ अब चाहिँ हामी यहाँबाट चाहिँ अर्को टेम्पलतिर गइन्छ
हामी चाहिँ अहिले चाहिँ थाइल्यान्डको मन्दिरमा आउँदैछौँ थाइल्यान्डले बनाएको मन्दिर Look at here यता चाहिँ जान नमिल्दो रहेछ यो चाहिँ थाइल्यान्डले बनाएको मन्दिर Look at here कस्तो शान्त छ रेस्ट्रिक्टेड एरिया भन्दा त्यहाँ चाहिँ यहाँ थाइल्यान्डको मन्दिरमा चाहिँ जानु नदिँदो रहेछ अब यहाँ फेरि हामी बाँदर जस्तो बिचारी उता जाने चाहिँ उताबाट हो हामी चाहिँ त्यहाँबाट जाँदैछौँ ए यहाँ चाहिँ जुत्ता चाहिँ यहाँबाट काट्नु पर्दो रहेछ हजुर ल ए हस् ए थाइल्यान्डको फुडहरू ए ल ठिक छ ए ल यो यहाँ दुईवटा मन्दिर रहेछ त यो के हो यो होइन रहेछ त्यसो होइन ओ माई गॉड के हो यो मन्दिर मन्दिर हो कि बिल्डिङ हो यो ओ माई गॉड हामी चाहिँ यो मन्दिरमा जाँदैछौँ यहाँ भित्र जाउँ थाइल्यान्डको टेम्पल यो चाहिँ ठुलो रहेछ थाइल्यान्डको टेम्पल म चाहिँ सिधा एकचोटि जान्छु सर हेर्छु एकचोटि यता Look at here, थाइल्यान्डको टेम्पलको भित्रको बुद्धलाई दर्शन गर्नु सबैजनाले है त बाहिरको चाहिँ यो चाहिँ यस्तो रहेछ भ्यू चाहिँ हेलो गाइज ल हामी चाहिँ यो 1000 बुद्ध भएको यो नयाँ न्यू कन्स्ट्रक्सन गर्दै रहेछ यहाँ जाँदैछौँ यो चाहिँ 1000 बुद्ध रहेछ लेट्स सी हेरौँ है त यो चाहिँ अन्डर कन्स्ट्रक्सनमै रहेछ ठुलो बनाएको रहेछ ल हेर्नुहोस् त यो मन्दिर धेरै ठुलो बनाएको छ लेट्स सी यो भित्र कस्तो छ हेरौँ है त गाइज हेलो गाइस हामी यहाँ चाहिँ भित्र जाउँ है त कस्तो छ थाउजन्ड बुद्ध ओ माई गॉड यहाँ चाहिँ 1000 बुद्ध यस्तो पारेछ थाउजन्डवटा बुद्ध रहेछ यहाँ त है हेलो गाइस ल हामी चाहिँ सिङ्गापुरले बनाएको मन्दिरमा जाँदैछौँ लुक एट हियर सिङ्गापुरले बनाएको मन्दिरमा भित्र हेरौँ कस्तो छ लेट्स सी चाहिँ भित्र जाँदैछौँ
हेलो गाइस, ल यो चाहिँ जर्मनीले बनाएको स्तूपा कस्तो माथि मन्दिर हेर्नु त कस्तो दामी बनाएको त्यो बिचमा त्यो भित्र बुद्धको मूर्ति राम्रो बनाएको छ यो चाहिँ एराउन्ड लाइक ओपनिङ आवर्स यहाँ चाहिँ हेर्दा हुन्छ होइन यो चाहिँ भित्र चाहिँ ल यो चाहिँ जर्मन सरकारले बनाएको Look at here. ल यहाँबाट लाग्छौँ हामी चाहिँ ठुलो रहेछ सबै बन्द भयो कि हो लन्च टाइमले गर्दा ठिक्क त्यस्तै लाग्यो मलाई गाइज यो चाहिँ फ्रान्सको कन्ट्रीले बनाएको यो चाहिँ स्तूपा रहेछ ल हेरौँ है त दर्शन गर्न माथि त तलमा जानु होला है त यहाँ हेरौँ Let's go. It's a France Lebanon temple. Simple to the Ramos. Look at here. माथि चाहिँ पुरै डेकोरेसन नभए पनि एज अल चाहिँ ठिक छ यो चाहिँ मन्दिरको नाम चाहिँ लिन्सोन टेम्पल लुम्बिनी नेपाल र गाइजलाई हामी स्टिल लुम्बिनीमै छौँ यो चाहिँ के दिप रे यो चाहिँ निरु यो के भन्छ अरे यसलाई होइन यो के दिप हो समथिङ केही भन्छ क्या यसलाई के भन्छ शान्तिदीप यस यस ल यो चाहिँ शान्तिदीप यो चाहिँ बलि राख्छ अरे र यहाँबाट चाहिँ सिधा चाहिँ खोला पनि रहेछ यहाँबाट सिधा स्ट्रेट राम्रो बनाएको रहेछ यहाँ चाहिँ सबजना इन्जोय गर्दैछन् यहाँ चाहिँ लुक एट हियर यो चाहिँ शान्तिदीप यो सबजना यहाँ चाहिँ इन्जोय गरिरहेछन् ए यो चाहिँ यहाँबाट सिधा रहेछ है कति किलोमिटर छ यो चाहिँ हजुर 1.5 किलोमिटर हो ओके यहाँदेखि लिएर लास्टमा है ऊ त्यो सेतो गुम्बा जस्तो छ नि त्यहाँसम्म हो सेतो गुम्बा त्यहाँदेखि 1.5 किलोमिटर छ त्यहाँदेखि अझै ए धेरै रहेछ त 1.5 किलोमिटर ओ उता पनि फेरि उस्तो रहेछ नि है ल जाउँ तपाईँले त्यहाँ बाटो देखाएर नि म फर्किन्छु